सुखी नेपाली समृद्ध नेपालको आकाङ्क्षीले समृद्धिका 25 स्तम्भ लिएर नेकपा एमाले चुनावी मैदानमा होमिएको छ। नेकपा एमाले पथरी शनिश्चरी नगर कमिटीले आयोजना गरेको र्यालीमा आज क्षेत्र नम्बर 3 का उम्मेद्वार कमरेड इरान कुमार राईको सहभागिता रहेको थियो। नेकपा एमाले आफ्नो घोषणा पत्र अनुसार 5 वर्षमा 100 खर्ब र 10 वर्षमा 200 खर्ब रुपियाँ बराबरको अर्थतन्त्रको आकार पुर्याएर प्रति व्यक्ति आय 5 वर्षमा करिब अमेरिकी डलर 3000 पुर्याउने लक्ष्यका साथ समतामूलक द्रुत आर्थिक विकासबाट गरिबीको अन्त्य गर्ने भनेको छ। त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी एमालेको सरकार गठन भए पश्चात मन्त्री परिषदको पहिलो बैठकबाट तत्काल निर्णय गरी लागू गर्न सकिने केही लक्ष्यहरू समेत यहाँनिर उल्लेख गरिएको छ। 10 GB इन्टरनेट डाटा, युवा र उद्यमीलाई 10,000 बराबरको डलर कार्ड, वैदेशिक रोजगारीमा रहेकाहरूको खातामा रु 5,000 र सामाजिक सुरक्षामा निरन्तरता, सबै विद्यालयका किशोरीहरूलाई निशुल्क प्याड र कक्षा 10 सम्मका विद्यार्थीहरूलाई खाजा, श्रमिकहरूको न्यूनतम पारिश्रमिक रु 25,000, शिक्षकको मर्यादा र सामाजिक सुरक्षा, स्वास्थ्य स्वयंसेविकालाई 20,000 भत्ता र सामाजिक सुरक्षा, 20 लाखसम्म उद्यमी महिला निर्ब्याजी ऋण र 20,000 सुत्केरी महिला भत्ता र त्यसै गरी 5 लाख बराबरको निशुल्क जीवन बिमा। राज्यद्वारा गरिब परिवारको रूपमा पहिचान भएका घर परिवारले बैंक तथा वित्तीय संस्थाबाट 2082 साल भदौसम्म लिएको रु 25,000 सम्मको ऋण मिना गर्ने र सुरक्षाकर्मीको सम्मान र कल्याण सुनिश्चित गर्ने भनिएको छ।